रियल मेड्रिड भर्सेस जुभेन्टस एकदमै टाइट र एकदमै कम्पिटिसनवाला गेम। जुभेन्टस पनि डबल ड्र खेलेर आएको टिम थियो भन्दाखेरि चाहिँ अनि यता रियल मेड्रिड पनि ब्याक टु ब्याक जित निकालेर आएको टिम थियो र दुइटै टिम चाहिँ एकदमै बवाल थियो र त्यो गेममा देख्न पनि पायो। एसेन्सियोको त्यो बवाल ट्याकल झन् अनि त्यसपछि आर्दा गुलरको हाइट सानो बडा धमाका एकदमै बवाल लाग्यो र भिनिसियसको पागलपन, यदि भिनिसियसको पागलपन नभएको भए चाहिँ त्यो एक गोल पनि निस्किँदैन थियो होला। कति धेरै टाइट थियो जुभेन्टसको डिफेन्डिङ। अनि किप्परको कुरा गर्नु पर्दाखेरि जुभेन्टसको किप्परलाई चाहिँ सल्युट छ, एकदमै बबल र इन्ट्रेस्टिङ गेम बनाइदियो र वान साइड हुनुबाट चाहिँ जोगाएको छ र डोमिनेटबाट हुनलाई चाहिँ जोगाएको छ। गुड जुभेन्टसको किप्परले चाहिँ धेरै धेरै सल्युट छ र एकदमै बबल र इन्ट्रेस्टिङ गेम देखायो। अझ बेलिङ्गाम र भिनिसियसको त्यो सेलिब्रेसन एकदमै खतरनाक। अनि त्यसपछि एसेन्सियो रियल मेड्रिडको तर्फबाट पनि एकदमै बवाल गेम आयो भने जुभेन्टसको तर्फबाट पनि एकदमै बवाल आयो र दुइटै टिमले चाहिँ इन्ट्रेस्टिङ बनाइदियो गेम चाहिँ। सल्युट छ दुवै टिमलाई चाहिँ।